यो टिकापुर स्थित इलाका प्रहरी कार्यालय अगाडि रहेको देवकोटा बुक्स एन्ड स्टेसनर्स मेरो आफ्नो पुस्तक पसल हो। यो आर्थिक वर्ष 2082 का लागि हामीसँग सम्पूर्ण विद्यालयका पुस्तकहरू यहाँ उपलब्ध भइसकेको छ। हामीले र्याकिङ गरिसकेका छौँ र केही भित्र गोदाममा पनि छ, जो चाहिँ तपाईको अहिले आउने शैक्षिक सत्रका लागि हामीले सम्पूर्ण विद्यार्थीहरू अभिभावकहरूले शास्ति नभेगुन् र समयमा किताब पाउन् भनेर समयमा नै तयारी गरेका छौँ। हामीले पुस्तकहरू सम्पूर्ण चाहिँ आइपुगेको छ। यहाँहरूले एकदम आएर आफ्नो भोलि चाहिँ किताबको सर्टेज पनि हुन्छ, पछि चाहिँ अब पुगअपुग हुन्छ, अहिले नै आएर तपाईहरुले आफ्नो बाबु नानीका लागि किताब लिइदिनु हुन अनुरोध गर्छौं। जो यो चाहिँ हाम्रो देवकोटा बुक्स स्टेसनर्स हो। यो सिधै तपाईको इलाका प्रहरी कार्यालयको जस्ट अगाडि, सिधा अगाडि छ। हामी कहाँ हेर्न सक्नुहुन्छ, इलाका प्रहरी कार्यालयको अगाडि रहेको देवकोटा बुक्स। यहाँ नेपाल लाइफ इन्स्योरेन्सको बोर्ड पनि छ, कुरियरको सर्भिस पनि हुन्छ, कुरियरको बोर्ड पनि देखाइरहेको छु मैले। यहाँ देवकोटा बुक्स यो हो, यो हाम्रो आफ्नै पसल हो। यसमा चाहिँ तपाईहरुलाई विगत धेरै लामो समयदेखि पहिले पदमनाभ पुस्तक पसल भनेर थियो, अहिले पछि हामीले लिएपछि देवकोटा बुक्स एन्ड स्टेसनर्स भएको छ। यसमा चाहिँ पुरानो तपाईहरुले सुविधा सेवा सुविधा लिएको एउटा पसल हो। यहाँबाट चाहिँ तपाईहरुले सबैजनाले एकैचोटि भए पनि यो वर्षलाई र सम्म माया गर्दै आउनु भएको छ, यो वर्षसम्म र आउने दिनमा पनि यसरी माया गरिदिनु होला र एकपटक मात्रै सेवा गर्ने मौका दिनु होला भन्ने आग्रह गर्न चाहन्छु। र यहाँहरू सबैलाई नमस्कार, सबैलाई स्वागत छ, सबैलाई नयाँ वर्षको शुभकामना छ। सबैजना आइदिनु हुनेछ भन्ने कुरा पूर्ण विश्वस्त छु। हवस्, नमस्कार, धन्यवाद।